अझै पनि सामानहरू सार्नै बाँकी थियो अनि यो चाहिँ मैले सारेँ। मैले चाहिँ डोरी लानै बिर्सेछु कि अनि कस्तो तरिकाले बल्ल बल्ल एकजना भाइ आइपुग्नु भयो उहाँसँग लगेँ अनि म पसलमा पुग्दैछु उहाँ बाबुहरू चाहिँ केरिङहरू किनाइरहनु भएको रहेछ। अनि एकछिनपछि यस्तो ठुलो पानी पऱ्यो कि हावाहुरी पुरै छाताले पनि धान्न नसक्ने यस्तो बिजोग भएको थियो। अनि हामीले चाहिँ बाबुहरूलाई चाहिँ भित्रै बस है भनेर राखेको थियौँ। अनि पानी रहेपछि चाहिँ उहाँहरूलाई पठाइदिएँ। स्कुल टाइम थियो कि फेरि है बच्चाहरूलाई फेरि गाह्रो हुन्छ नि त पानीले भिज्यो भने। अनि दिउँसोतिर चाहिँ घाम पनि लागिसकेको थियो अनि मैले चाहिँ ड्राई फ्रुट्सहरू रेडी गरेँ अनि आफूले चाहिँ चिसोमा तातो चाहिँ खाएँ अनि डुनर पनि खाएँ। मलाई चाहिँ क्रिम डुनर एकदमै मनपर्छ कि। अनि यो लसुन अदुवा केलाएर मैले चाहिँ एकछिन पानीमा भिजाइदिएँ। मलाई चाहिँ यो मिक्सचरमा पिसेर राख्यो भने 4-5 दिनसम्म आनन्द हुन्छ नि त। फेरि बिग्रिँदैन है राम्रोसँग बनाएर राख्यो भने चाहिँ। अनि यहाँ भाइहरू चाहिँ चिया डुनर खाइरहनु भएको थियो अनि मेरो ब्लगमा है भनिदिनु न भन्दैछु म चाहिँ यहाँ धमाधम अब लसुन अदुवा पिस्दैछु। यसरी नै प्याक गरेर राख्यो भने चाहिँ राम्रो हुन्छ कि। अनि मलाई सँगसँगै दिउँसो फेरि भोक लाग्यो अनि मैले चाहिँ यो चटपटे खाएँ। यत्तिकै मोटो भएको होइन नि त म। त्यसपछि मैले ब्लगहरू नि हाल्नुपर्ने थियो अनि मैले चाहिँ ब्लग हालेर बसेँ। दिउँसो चाहिँ अलिक सुनसानै हुन्छ अनि रात परिसकेको थियो। त्यसपछि खान्जी आउनुभयो अनि बाबुमा खान्जी चाहिँ पुरा खेलिरहनु भएको छ यो खैरीसँग। यति छुच्चो छ कि यो चाहिँ। अनि यो चाहिँ घर जाने बेला पनि मलाई चाहिँ पोछा हान्नु पऱ्यो कि त्यहाँनिर अघि के पोखिरहेको थियो अनि मैले चाहिँ पोछा हानिदिएँ। बेलुकाको नजारा चाहिँ यस्तो छ है सुनसान। राति 10 बजिसकेको हुन्छ। अरू बेला चाहिँ जहिले मैले आफै बाइक चलाएर जान्थेँ भने आज चाहिँ मै चलाउँछु भन्नुभयो खान्जीले। अनि त्यसपछि हामी बुढाबुढी घरतिर लाग्यौँ। रमाइलो हुने कि है आफ्नै काम सकेर जति बजे भयो नि बुढाबुढी साथमा भइसकेपछि दुःख सुख। त्यसपछि दोस्रो दिन थियो। दोस्रो दिन पनि अझै सामानहरू लाँदै थिएँ। बिजोकै थियो कि यहाँ चाहिँ कस्तो राम्रो ठाउँ छ कि अझै पनि घरबेटीको यो घर चाहिँ छोड्न चाहिँ मन थिएन तर अब उता सर्नु पर्ने थियो। उहाँ लगेर मैले चाहिँ किचनहरू देखाउँदैछु। अझै सामानहरू लट्ठेपत्रै छ केही मिलेको छैन। अलिअलि म बिस्तारै गर्छु कि काम चाहिँ म सबै गर्छु। काम गर्न त अल्छी त लाग्दैन तर अलिक ढिलो हात चल्छ कि मेरो। त्यसपछि यो सामानहरू चाहिँ मैले उता पठाउनु थियो कुरियरलाई। उहाँ चाहिँ कसरी पठाउने होला भनेर यहाँ हेर्दै हुनुहुन्थ्यो। किन सिरियस हुनुभएको यता हेर्नु न भने मैले चाहिँ। त्यसपछि वाइफाई पनि राख्नु थियो किनकि डाटाले मात्र काम छैन वाइफाई त चाहिन्छ। म पनि अनलाइनमै अब काम भइरहेको हुन्छ नि त अनि डाटा त कामै छैन। त्यसपछि यहाँ भाइहरू एकछिन चटपटे खाने भन्न थाल्यो अनि आफै त्यहाँ मिलाएर बनाऊ है भन्दै मैले चाहिँ भाइलाई लाएँ। उनीहरूले बनाएँ सँगसँगै मैले पनि अलिकति खाएँ। मिठो भएको थियो। मैले सिकाएको थिएँ भाइहरूलाई। ग्यास पनि सकिरहेको थियो। ग्यास पनि लिएर आउनुभयो बेलुकाखेरि अनि खान्जी चाहिँ उहाँ सफा गर्दै डान्स गर्दै। हामी चाहिँ यस्तै चल्छ है बुढाबुढी। उहाँ चाहिँ डान्स गरेँ म चाहिँ जतिखेर पनि भिडियो खिचेँ। त्यसपछि सामानहरू पनि मिलाउनु पर्ने थियो। मिलायौँ अनि खानासाना खाएर फेरि पोछा लाएर हामी चाहिँ घरतिर गयौँ। बाई बाई। ब्लग अलि ढिलो आयो सरी त्यसको लागि। फेरि भोलि अर्को ब्लग आउनेछ।